साथीहरु तपाईहरुलाई एउटा कुरा सोध्न मन लाग्यो के मलाई अहिले जुन काठमाडौँ महानगरपालिकाको जुन हामी अहिले घटनाहरु सुनिरहेछौं नि प्रशासकीय अधिकृतलाई हैन जबरजस्ती सिसा फुटाएर गेट फुटाएर तालचा फुटाएर जुन हाजिरी गराएको कुरा छ नि तपाईहरुलाई के लाग्छ यो मिन्स एउटा पार्टीको चाहे हैन राजनीतिकरण नभइकन त्यो के रे इमानदारीताले त्यो मान्छे आको हो र त्यसलाई भित्र हाजिर गर्न लगाएको हो त्यो तलब खानका लागि मात्रै हो कि यस्तो 3 महिनादेखि जुन तलब नखाएको छ नि त्यहाँ अहिले सिचुएसन त्यसको लागि मात्रै हो के लाग्छ तपाईलाई अब यसो सोच्नुस् है 3.5 महिना भयो हैन अब मेयर बालेनले मागे थियो प्रशासकीय अधिकृत 3 महिनासम्म नदिने र त्यसपछि जुन मान्छेलाई निलम्बनमा राखेको छ त्यो मान्छेलाई जबरजस्ती हाजिर गराउने यो के तपाईलाई सही जस्तो लाग्यो कि यसमा पनि बालेनको केही कमी कमजोरी छ तपाईलाई लाग्यो म त स्पष्ट भन्छु साथी हो 3 महिनासम्म एउटा सरकारले अधिकृत पठाउन नसक्ने र त्यसपछि निलम्बनमा राखेको अधिकृतलाई जबरजस्तीले त्यहाँ राख्नेमा 100% यो के पनि हैन यो राजनीतिकरण हो तपाईलाई के लाग्छ मलाई कमेन्ट गर्नु होला है अहिलेसम्म त सुनिताले बालेनको साथ दिएकै हो कता कता बालेनकै हो जस्तो लाग्थ्यो तर हैन रहेछ अहिलेको समयमा उसको बोली फुटेको देख्दाखेरि नि उतैको हो कि जस्तो लाग्छ अब हाई नमस्ते एन्ड वेलकम टु माई अनदर न्यू ब्लग भिडियो है यस्तो नराम्रो हावा चल्दैछ आज हैन यस्तो नराम्रो हावा चल्दैछ हिजो यस्तो मजाको घाम लागेको थियो हैन टी सर्टमा बसेको थिए सनलाइट पनि एकदमै थियो क्या तर आज सडनली यहाँको मौसमको हैन एक्ज्याक्टली ठेगान नै हुँदैन क्या कतिखेर यहाँको मौसम चेन्ज हुन्छ है मजाले घाम लागेको हुन्छ हैन गर्मी हुन्छ 10 डिग्री हुन्छ टेम्परेचर सडनली हावा चल्छ यी हेर्नु अहिले स्नो खसिरहेछ है थोरै स्नो खसिरहेछ अनि यस्तो नराम्रो छ हैन हावा चल्या हो क्या त्यो तपाईलाई क्लियर अहिले देखा यो व्हाइट देख्दै हुनुहुन्छ नि यो जम्मै स्नो खसेको हो क्या साथी हो अनि आज सटरडे है बिहान उठेर अब वाकको लागि रनिङको लागि निस्किनु पर्यो भनेर हिँडे अनि म चाहिँ हिजो जस्तै मौसम होला भनेर सोचिरहेको थिएँ बाहिर निस्केको त यस्तो हैन अहिले -7 छ क्या टेम्परेचर हिजो 10-11 डिग्री भएको आज चाहिँ माइनसमा -7 रे अब यस्तो हुन्छ क्या सडनली हुन्छ चेन्जिङ हुने भनेको ठेगान नै हुँदैन क्या सडनली चेन्ज हुन्छ अनि त्यही भएर यहाँका प्राय सबैलाई बानी भएको हुन्छ क्या कि पहिले हैन भोलि कस्तो छ के छ कस्तो छ मौसम भनेर हेर्ने त्यसपछि मात्रै निस्किने हुन्छ क्या अनि यस्तो अहिले हावा चल्दैछ पुरै है फेरि आज ज्याकेट लगाएर हिँड्ने सिचुएसन छ क्या यहाँ फेरि बानी कस्तो छ भन्दाखेरि बिहानै उठेपछि मोबाइल हेरिन्छ है आफ्नो देशको के छ त कस्तो छ के कस्तो छ हुन्छ कुराहरू हैन यसो हेर्न मन लाग्छ फेसबुक खोलिन्छ हैन खोल्ने बित्तिकै त्यहाँ स्क्रोल गर्ने बित्तिकै यस्तो ब्याड न्युजहरू हुन्छ नि यस्ता न्युजहरू हुन्छ नि है एउटै कुराहरू हैन जहिले नै उही के अब अहिलेसम्म काठमाडौँ महानगरपालिका ल एटलिस्ट केही गर्दैछ भन्ने कन्सेप्ट थियो है अनि एटलिस्ट मेयर बालेन शाहलाई उपमेयरले अहिलेसम्म सपोर्ट दिइरहेछ कि जस्तो फिलिङ थियो नि त है अनि सपोर्ट गरिरहेको पनि हो मान्छे अब एमआलएको मान्छे भए पनि अब उसले चाहिँ अहिलेसम्म मेयर बालेनलाई इन्डाइरेक्टली सपोर्ट त गरेकै थियो तर त्यो मान्छेले फेरि नि आज प्रुभ गरे क्या कि होइन म पनि त्यही बुढाको मान्छे हो त्यही झोलेहरूको मान्छे हो म पनि उही हो म पनि पार्टीकै मान्छे हो भन्ने कुरा नि त्यसले प्रुफ गरे क्या एउटा मान्छे जो मान्छेलाई भाइ ल ठिक छ होइन एकछिनको लागि सबै कर्मचारीहरूले स्यालेरी पाएको छैन भन्ने कुरा छ अनि तर जुन मान्छे माथि अलरेडी केस चल्दैछ हैन अब यस्तो मान्छे हैन प्रशासकीय अधिकृत जुन मान्छेले अहिले अलरेडी प्रुफ पनि भइसकेको छ त्यो मान्छे चाहिँ गडबड गरेका छन् हैन थाहा भएकै कुरा हो नि हैन 2-3 महिना अगाडि बालेन शाहले एक्सन लिएका थिए र यो मान्छेले एउटा रुल रेगुलेसनमा लाई नमानिकन नक्सा पास गरेको कुरा भनेर अब त्यसलाई बाँकी कुराहरू अगाडिको कार्यालयहरुमा पठाउने कुरा थियो हैन अहिलेसम्म पनि अनि अख्तियारमा पनि यो कुरा गएको छ कोर्टमा पनि यो कुरा गएको छ अब त्यो मान्छेलाई अब कुलमानलाई जबरजस्ती हटाउने यो मान्छेलाई जबरजस्ती इन्ट्री गर्न अब सुन कर्मचारीको इन्ट्री हैन एउटा कार्यालयमा जहाँ मेयरले रोकेका छन् त्यहाँ कार्यालयका कर्मचारी वाडाका अध्यक्षहरू भर्सेस उपमेयर भर्सेस महानगर प्रहरीले रोक्ने कन्डिसन आछ के त्यस्तो है अब यो भन्दा ब्याड लक के हुन्छ क्या यो भन्दा ब्याड न्युजहरू के सुनिन्छ क्या जहिले नि फेसबुक खोलिन्छ हैन के कसो छ भन्ने कुरामा ध्यान जान्छ यसो हेर्यो भने सेम कुराहरू हुन्छ क्या फेरि त्यहाँ सेम कुराहरू हुन्छ क्या भर्खर 4-5 दिन अगाडि यहाँ वास गराएर आएको थिएँ फेरि यहाँ इन्टेरियरको साफ गर्नलाई त आफै गर्नुपर्ने रहेछ क्या अनि एकदम कोस्टली पनि अब एउटा भ्याकुम किन्नु पर्ला जस्तो छ क्या
साथी हो ल हेर्नुहोस् है फिनल्यान्डको गाउँघर हेर्नुहोस् है र यहाँ चाहिँ मान्छे बस्छन् कि भूत बस्छन् त्यो चाहिँ म कन्फ्युज भयो क्या मान्छे देखाउनु है तपाईँ मलाई एउटा पनि च्यालेन्जिङ क्या तपाईँहरूलाई है गाउँमा होइन घरहरू त हेर्दै हुनुहुन्छ मान्छे देखाउनुहोस् त ल मान्छे खै कहाँ कहाँ लुक्या छन् हौ सबै यिनीहरू साथी हो फिनल्यान्ड आएपछि नि यस्तै गर्नुपर्छ यहाँ खेल्ने हो क्या ल यही खेलेर टाइम पास गर्ने हो जबसम्म बेरोजगारी छ नि यसरी रोजगारी खोज्ने हो क्या चाहिँ के भन्दाखेरि साथीहरू सबै एउटै पोखरीका माछा हुन् सबै एउटै पोखरीका माछा हुन् है एउटालाई जालले मारेर काम चल्नेवाला छैन क्या सबैलाई मार्नुपर्छ सबै माछा पोखरीलाई मजाले साफ गर्नुपर्छ अब त्यसमा नयाँ चाहिँ माछा हाल्नुपर्छ क्या अनि मात्रै त्यो शुद्ध हुन्छ पोखरी चाहिँ त्यसपछि मात्रै देश चल्ने हो क्या कुरा चाहिँ अब लड्ने चाहिँ लडिराखोस् मैले त यहाँ चिकन निकालेर राखेको छु आज असामी चिकन पकाउने हो मजाले खाने हो अब सुत्ने हो भोलि फेरि उठेपछि अर्को केही नयाँ ट्रेन्डिङ न्युज त हामी नेपालको थाहा पाइहाल्छौँ होला नि यसले उसलाई गाली गर्यो उसले उसलाई गर्यो के भयो भने कस्तो चलिरहेछ भने अर्को नयाँ ट्रेन्डिङ न्युज भोलि चाहिँ आउँछ अनि सेयर गरौँला है हजुरहरूलाई गुड नाइट